हेलो नमस्ते एभ्रिवान, वेलकम छ मेरो ब्लगमा। आज मैले धेरै दिनपछि ब्लग बनाएको छु र घाम चाहिँ कहाँ लागेको छ भने यो मेरो साथी मनेदा एक दिनमा हुनुहुन्छ। हामी चाहिँ यहाँ आज त म त यहाँ बस्छ बना यहाँनिर हामी चाहिँ अब गएकै उयो नानी लिनु गएको अरे। यसको नानी लिनु गएको अरे कि नातिनी यसको नातिनी लिनु गएको कि घाम लागेर यसले मलाई छोड्दै सुतौँ भनेको कि सुत्नै दिँदैन हो। यहाँ पछाडि के भन्नुहुँदैछ यहाँ चाहिँ दोकान रहेछ है मन्तीबाट हेर्नु यस्तो नजर छ है हाम्रो चाहिँ यहाँनिर। यहाँ चाहिँ हाम्रो गाउँ चाहिँ यस्तो छ है। घाम लागेर कति दाम दिइरहेछ है आकाशले ठ्याक्कसँग। यत्रो चाहिँ सरम लाग्दो रहेछ है। के गरिया राख्दो अब यो माथि चाहिँ के बनाउँछ अरे? हम लोग तो अभी मेरा नातिन लेने जा रहा है तो ऐसा ऊपर सीढ़ी जाने के अलसी से हम लोग रोड जा रहे हैं। रोड इतना धूप है भने ये मेरा छोटा अब चाहिँ यस्तो उकालो हिँडेर जानुपर्छ। हेर्नुहोस् है यहाँ पनि यस्तो भ्लगिङ बनाउँदैछ यिनीहरू। खतरनाक देख्छ अरे इसमें तो पारा दाबे चाहिँ उतल जानुहुन्छ अरे। अब हामी चाहिँ साङजाना आँटेको बाई बाई भन्नु के भन्नु छ हाम्रो ब्लगमा। हामी चाहिँ पहिलाखेरि चाहिँ यो बाटो जान्थ्यो स्कुल जाँदाखेरि बिहान यस्तो उकालो कुद्दै जान्थ्यो के भन्नु नि। ढिलो हुन्थ्यो कोही बेला त 9 बजी लाग्थ्यो स्कुल चाहिँ बिहानको। हामी चाहिँ म सानो उकालो कुद्दैन थियो यो उकालो यस्तो उकालो हिँड्थ्यो हामीहरू। हिँड्न हामी अब नानाको घर जान आँटेको। हामी चाहिँ अब आधी बाटो आइसकिसक्यो हो। अब चाहिँ आइपुग्न आँटिसक्यो नानीको स्कुल अनि हामी पढेको स्कुलहरू हो। अहिले चाहिँ पछाडि यस्तो उकालो बाटो हिँड्नु पर्थ्यो पहिला। अहिले त बानी हराएछ हाम्रो त उकालो हिँड्ने हो। र अहिले चाहिँ धेरै दिनपछि भिडियो बनाएर चाहिँ हो खुसी पनि लागेछ। तपाईँको प्यार माया सपोर्टहरूले गर्दाखेरि है हजुरहरूलाई धेरै धन्यवाद। यसरी नै माया दिँदै गर्नुहोस् होला। हाम्रो पनि त्यस्तै उकालो सका छ। यस्तो छ है जिन्दगी। सिँढीबारीमा हो सिँढीबारी रहेछ कसले रोक्नु भएको? कोपिला दिदी उयो गर्छ यता कोपिला यता ए होला जस्तो लाग्यो। यहाँ चाहिँ हाम्रो भाउजूहरूले चाहिँ यस्तो मजाले सागहरू रोपेर दामी बनाउनु भएको रहेछ। हाम्रोमा चाहिँ छैन। यहाँनिर दामी सिमीहरू रोप्नु भएको रहेछ है। फुल फुलेर तिहार आयो दीपावली आयो। तू चाहिँ दीपावलीमा भाग्ने जस्तो त एडभान्स वे ह्याप्पी दीपावली बोलो ह्याप्पी दीपावली सबैलाई। आई लभ यु एक्सचेन्ज फ्रेन्ड फरएभर।
अब चाहिँ हामी पढेको स्कुल पनि आइसक्यो हो। यो हामी पढेको स्कुल हो पहिला हो। यहाँनिर हेर्नुहोस् ल, हामी पढेको स्कुल चाहिँ हेर्नुहोस् है। यो हो हामी पढ्ने स्कुल चाहिँ 1 to 12 सम्म छ यो स्कुल चाहिँ हो। गाउँमा सानो सिनियर सेकेन्डरी स्कुल भन्छ है पहिला हामी पढेको स्कुल। अहिले पनि स्कुल लागिरहेको रहेछ हो। कस्तो लाग्यो हामी पढ्ने स्कुल मजाले भन्ने के कमेन्ट गरिदिनुहोस् होला। देख्नुहुँदैछ नि हामी पढेको स्कुल ब्याकग्राउन्डमा चाहिँ यस्तो गरमले सुक्काले हिँड्दा चाहिँ यस्तो हालत भइसकेको छ मेरो। अब चाहिँ स्कुल पनि आइसकेको छ हाम्रो होइन। तपाईँहरू देखिसक्नु भएको होला। अब म चाहिँ बजार जान्छु हो। बजार देखाउँछु है त। अहिलेको लागि बाई बाई। यहाँबाट चाहिँ यता जान्छ है हाम्रो चाहिँ स्कुल। यहाँबाट सट्टै यता जान्छ हो। यो माथिबाट सट्टै आएर यहाँबाट टक्कै कति दामी बनाएको छ है। यहाँबाट सट्टै जान्छ। यहाँनिर पहिला सानो हामी उयो गर्थ्यो है। क्लासमा माथि थिएँ 11-12 चाहिँ यहाँ माथि पढेको है म चाहिँ यही स्कुलमा। यहाँनिर 11-12 चाहिँ यहाँ माथि गरेको होइन। माथि माथि कसले यहाँ अब खेल्ने चिजहरू पनि राखिदिनु भएको रहेछ अहिले त है। अहिले पुरा डेभलप भएछ। क्लास लाग्दै रहेछ हो। यहाँनिर चाहिँ यस्तो क्लास लाग्दो रहेछ। हामी त कति वर्ष भयो स्कुल सकेको? 7 वर्ष जस्तो भयो नि। 7-8 वर्ष भयो। हामी चाहिँ नानी चाहिँ रिसिभ गरेर यसको चाहिँ नातिनी छोरी होइन। अलिक मुनि देखा न लु राई गयो। नाम के हो भनिदिनु न। के अरे युनिका लिम्बू सुब्बा र उहिले चाहिँ के डल्लेले अहिले चाहिँ हामी साङ बजार आइसकेको छ। यो साङ जाने बाटो बजार जाने बाटो हो। नानी चाहिँ रिसिभ गरिसकेर यसको नातिनी ऊ चाहिँ बोजू है। बोजूको चाहिँ बिहा भएको छैन हो। नाति नेत्र भइसक्यो बिहा नै नगरिकन। यो चाहिँ हामी यो माथि देखिन्छ हस्पिटल जाने हो। यो उकालो चाहिँ हस्पिटल जाने बाटो हो। मेरा नातिन निकल गया है अभी। अन्त तिमीले चाहिँ किन काटेको त नि? कसले काटिदियो? म होइन। कसले काटिदियो कपाल? लामो छ अरे के छ अरे यसले चाहिँ अङ्कलले। अन्त कपाल लामो मनपर्छ कि छोटो मनपर्छ? ठुलो मनपर्छ। अब ठुलो भएपछि पाल्नुपर्छ ल। अहिले त सानै छौ नि। हुन्छ अब चाहिँ यहाँनिर आइसक्यो हाम्रो साथीको दोकानमा हो। साथी मेरो जिगरी दोस्त यहाँ काम। ये मेरा दोस्त कितना अच्छा टेस्टी आलूदम। ये दिस इज आलूदम। वाओ आलूदम के साथ क्या खाएंगे? आलू मिमी। वाओ आलू मिमी। और हामी चाहिँ यसको दोकानमा आएर चाहिँ यसले चाहिँ आलु मिमी खाँदैछ। बहिनीले के खाँदैछ? नानु के खाँदैछ? पानीपुरी खाँदैछ। म पनि पानीपुरी खाँदैछु। मेरो पानीपुरी चाहिँ यहाँ छ। ये है कोरोना। ये इसी का बात करता है। पानी चाहिँ हेऱ्यो दोकान साउनी यसको नानीको पानी छ होला त ब्यागमा छ। ल त पानीपुरी खाएर भेटौँ है त। यो चाहिँ हाम्रो जिगरी दोस्त हो। यसलाई चाहिँ कुट्नुपर्छ। यसको चाहिँ दोकान छ हैन। हामीलाई केही पनि कस्तो लोभी छ नि। यो आफ्नो निजी खुदेको दोकान हो कि। अपना दुकान है इसका पर हम लोग को कुछ नहीं मिलता है। एगो समोसा में भी समोसा का अंदर का आलू भी नहीं देता है। चटनी भी नहीं देता है। इतना खतरनाक लोभी है। और ये करोड़पति आदमी है ना। लड़की क्या बोलता है इसको? अरे बापा सुंदर है ना। कोई मिला तो बोलना इसके लिए। ये बोलूं? कोई मिला तो नहीं मिलेगा है ना।
देखो भने कुछ तो बोल दे मेरा दोस्त लोग को केही भन्दिनँ म कुछ नहीं हिंदी बोल हिंदी कुछ नहीं बोलना है बन कुछ नहीं बोलना है हेलो हेलो क्या इससे खत्म है देखना मेरा मजाक उड़ा उड़ा के खत्म कर रहे थे हिंदी में बोलना है तेरा नाम क्या है बता मेरा नाम करण है करण ही तो है करण है मेरा दुकान है इसका नाम क्या है संजू इसका नाम संजू सन्जु बाबा है मेरा नाम सुनीत सुनित आफूले आफ्नो नाम त सुनित इसका नाम सुली है पास्टर आमाले तेरो नाम नि सुली भनेर सेभ गरिरहेछ नम्बर कसले पास्टर आमाले अस्ति फोन गरेर सुली तैले राखिस् त यो कुकुर यसलाई म सुली भन्छु भने म पनि सुली राख्नु पर्यो सुली लेखिरहेको थिएँ यो भिडियो नला यो चाहिँ साङ बजार हो यहाँनिर चाहिँ धान सुकाइरहेछ यहाँ कति राम्रो कति राम्रो देख्दो रहेछ हेर त होइन यहाँबाट पारि हो ओए अमित यो चाहिँ साङ बजार हो यस्तो छ है अहिले पुरा सुन्छ ल ल ल यहाँ अमित चाहिँ धान मजाले धानमा खेलिरहेछ कस्तो अल्छी लाग्दो भएछ है पहिला कस्तै छैन साङ बजार त रमाइलो छैन पहिला यहाँ हाटहरू लाग्दै कति राम्रो मान्छे कोही भेट्दैन माथिको चाहिँ साङ गुम्पा हो माथिको चाहिँ के अरे बहिनी हो अब घर जाने बाटो चाहिँ यस्तो छ जहाँ पनि जङ्गलै जङ्गल ओह्रालो आउँदा उकालो थियो जाँदा ओह्रालै ओह्रालो जानुपर्छ हेर्नुहोस् हामीहरू त जाँदैछ बहिनी यहाँ कम त फुच्ची छैन हो यहाँ अब मलाई देखाउँ भने ऊ देख्दैन उसलाई देखाउँ भने म देख्दिनँ है हम लोग घर लग गया पूरा खा पी के टन्ना हो गया पेट फूल गया है ना अब हम लोग रोड से नीचे जाएंगे वो आते वक्त सीढ़ी आया था अब रोड घर जाएंगे अब चाहिँ यो चाहिँ घर जाने अरे अब हामी चाहिँ छुट्टिन आँटेको यहीँबाट यो घर जाने अरे म चाहिँ घर आइसकेँ यो चाहिँ सुपारी खाँदै बसिरहेछ है यो चाहिँ केही नखाने सिधा सादा इन्सान हामी चाहिँ सुपारी रक्सी खाने मान्छे ल मेरो बाई 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 भोलि भेटौँ पछि भेटौँ है त जानु भेट म चाहिँ आज साङ गएको थिएँ हो अनि के अरे साथीहरू भेटेको थिएँ हो हामी स्कुल पढेको सानोदेखिको साथीहरू भेटेको थियो रमाइलो भयो सबैजनासँग हो यति भन्दै म भिडियो यहीँ एन्ड गर्छु सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला बाई बाई गुड नाइट स्टे ह्याप्पी